नमस्ते सबै साथीहरूलाई फेरि वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामीसित कुरा गर्नेछौँ भुन्टीको बारेमा। त्योभन्दा पहिले एकचोटि लाइक सब्सक्राइब गरिदिनु होला। यो मेरो युट्युब आइडी मोनेटाइजमा मैले छोडेको थिएँ तर भएन। किन भन्दाखेरि मैले स्क्रिनसट युज गरेँ, त्यस कारणले गर्दा मैले आफ्नो भोइस युज गरेँ नगरेँ। मैले यसरी बोलेको मेरो भोइस होइन गरेँ, यो टिकटक यो युट्युबको बाउको हो गरेँ कि यो भोइस होइन। अब यो कुरा छोडिदिउँ, अनि मेरो रिस उठिरहेको छ त्यो युट्युबको बारेमा, त्यो छुट्टै कुरा हो। ल अब आज भुन्टीमा के हुन्छ भन्दाखेरि चाहिँ हजुरले लास्ट एपिसोडमा देख्नुभयो कि भुन्टीलाई हाम्रो तिनी मास्टरज्यूले पढाउनु भयो र एकदमै खुसी पनि छन् र 1 घन्टासम्म भन्दा पनि बढी पढाइसकेपछि गाह्रो भइसकेको थियो हाम्रो भुन्टीलाई। अब भुन्टीको जीवनमा राम्रो भइरहेको हजुर सबैले देखिरहनु भएको छ र राम्रो पनि देखिको कारण एउटा के रहेको छ भन्दाखेरि अब धेरै दुःख पाइसकेकी छ हाम्रो भुन्टीले। अब के हुन्छ त, अब गाउँदेखि पुरै हल्लादेखि लगेर सबै हल्ला भइसक्यो कि हाम्रो सुकुमायाले भुन्टीको रूप लगेर गएकी छिन् कहाँ, भूपेन्द्र हुन सम्पत्ति माग्न। अब त्यो कुरा गर्दा गर्दै पनि को आएको थियो त्यहाँ भन्दाखेरि सबैलाई थाहा नै छ है। भुन्टीलाई अब एकदमै गाह्रो र समस्या आउने बेला भएको छ। किन भन्दाखेरि भुन्टी र सुकुमायाको अब खुलासा हुनेछ। के भन्दाखेरि अब टिकाराम भनेछु पहिला गाह्रोसम्म खेल्नुहुन्थ्यो हाम्रो भूपेन्द्रको दाइले। अब त्यो भूपेन्द्रको दाइले सबै कुरा सुनि पनि सकेको छ, बुझि पनि सकेको छ त्यो भुन्टी होइन सुकुमाया भनेर। तर म हजुरले एउटा भन्न चाहन्छु कि साथ चाहिँ दिनेछ, त्यो भूपेन्द्रको दाइले पनि साथको सो दिनेछ, सुकुमायाकै दिनेछ। किनभनेपछि ऊ पनि राम्रो मान्छे हो, नराम्रो मान्छे चाहिँ होइन र उसले पनि भुन्टीले पाउनुपर्ने उसको अधिकार उसले पाउनै पर्छ भनेर पहिलेदेखि भनिएर आइरहेको छन्। अब यही ठाउँमा उसको बुढी अथवा कोही भएको भए चाहिँ अब फिक्सै भान्दा फोडेर 3-4 वर्ष जेल छिराइसक्थ्यो होला अहिलेसम्म हाम्रो सुकुमायाजीलाई। तर अब के हुन्छ भन्दाखेरि अब साँझको भिडियोमा हाम्रो फेरि अदालत पेश के हुनेछ। तब जब हाम्रो भुन्टीलाई पाइसकेको हुन्छ, सम्पत्ति पाइसकेकी हुन्छन्, तब उसकै दाइले एउटा रोल खेल्नेछ र सबै सत्य भनेर कान्छी र सुकुमायालाई एकदमै अप्ठ्यारोमा पार्न सक्ने सम्भावना रहेको छ। किन भन्दाखेरि अब सम्पत्तिको माया जसले पनि लाग्छ है, जति राम्रो भए पनि अब सम्पत्ति जोगाउनलाई र आफ्नो भाइको इज्जत जोगाउनलाई, भाइलाई जेलबाट फुकाउनलाई अब भूपेन्द्रको दाइले यो सबै चाल चल्छ र सबै कुरा अदालतमा पेश गर्छ। त्यो भइसकेपछि सुकुमाया जेल जान्छन्। सुकुमाया जेल गइसकेपछि अब भुन्टीले आफूले भएको अत्याचारको प्रमाणदेखि लगेर सबै छुटाएर अनि भुन्टीले सबै आफ्नो माथि भएको सबै अत्याचार सबै देखाएर फेरि सुकुमायालाई न्याय दिलाउन सक्छिन्। अनि अब स्टोरी चल्ने भनेको यही नै हो अहिले है। एकदमै लामो भइसकेको छ। हाम्रो कान्छी सिरियलको चाहिँ सकिसकेको छ बल्ल तल्ल। तर अब यो भुन्टीको आज राति सकिनेछ सबै कुरा है त। अनि मलाई हजुरलाई के लाग्छ यस्तो हेर्दाखेरि कि भूपेन्द्रको दाइले त्यस्तो गर्लान् कि गर्दैनन् भनेर? यो मैले भनेको फिक्सै हुने कुरा होइन, रुमर्स मतलब जस्तै न्युज हो है, जब हामीले पाउँछौँ, हामीले पाएको न्युजले हजुरलाई सुनाउने हो। अब एउटा हुने त्यो छ सिनारियो। अनि अर्को एउटा के हुनसक्छ भन्दाखेरि भुन्टी र सुकुमाया अदला बदली गर्दैछन् अदालतको दिनमा। साँच्चीकै भुन्टी सुकुमाया भुन्टी बनेकी छिन्, साँच्चीकै भुन्टी नै त्यो अदालतमा पेश हुन्छन् र उसको दाइले यो भुन्टी होइन सुकुमाया हो भन्दाखेरि अनि अनुगमन गर्दाखेरि साँच्चीकै भुन्टी नै हुन्छन् र भुन्टी भइसकेपछि झुट बोलेको भनेर उल्टो उसले नै आरोप लाग्ने एउटा त्यो पनि सिनारियो छ। अब हजुरले यिन दुइटामध्ये को हुँदाखेरि राम्रो हुन्थ्यो जस्तो लाग्छ हजुरले त्यो मलाई कमेन्टमा भनिदिनु पऱ्यो। र अब आजको लागि यति नै, मिल्नेछ भोलि। सबैले लाइक गर्नु होला। अब म स्क्रिनसट यहाँ युज गर्ने छैन कति पनि। अब म मात्र एउटा भिडियो यस्तै फोटो मात्रै यता गरिदिनेछु। किन भन्दाखेरि युट्युब जतिको स्ट्रिक्ट अरू केहीमा पनि रहन्छ। अरूले इन्डियाको मान्छेहरूले पुरै स्क्रिनसट युज गरेर भोइस पनि एउटा हालेर गर्दाहरूको मोनेटाइज हुन्छ। तर नेपाललाई नेपाल भनेर हेपेको छ युट्युबले पनि है। त्यस कारणले गर्दा सबैले नेपाललाई सपोर्ट गरिदिनु पऱ्यो हजुरहरूले। हस् त।
नमस्कार, जय नेपाल।